साथीहरु तपाईहरुलाई यस YouTube च्यानलमा स्वागत छ। आज हामी प्रहरी जवान लिखित परीक्षाको लागि एकदमै महत्त्वपूर्ण सेवा सम्बन्धी 15 प्रश्नहरुको छलफल गर्न गइरहेका छौं, जुन एकदमै महत्त्वपूर्ण रहेका छन् र आउन सक्ने सम्भावना एकदमै धेरै छ। तपाईहरु पनि आफ्नो तयारी कतिको बलियो बनाउनु भएको छ चेक गर्नु होला र कमेन्ट गर्नु होला कतिपय क्वेशनहरुको आन्सर। ल अब ढिला नगरी प्रश्नतर्फ लागौं है त। प्रश्न नम्बर 1 मा रहेको छ प्रहरी जवान पदमा भर्ना हुन न्यूनतम कति वर्षको उमेर हुनु पर्दछ? अप्सन ए 17 वर्ष, अप्सन बी 18 वर्ष, अप्सन सी 19 वर्ष, अप्सन डी 20 वर्ष। साथीहरु यसको सही आन्सर रहेको छ अप्सन बी 18 वर्ष। त्यसैगरी प्रश्न नम्बर 2 मा रहेको छ प्रहरी जवान बढुवा पश्चात कुन दर्जामा पुग्दछ? अप्सन ए वरिष्ठ हवलदार, अप्सन बी प्रहरी नायब निरीक्षक, अप्सन सी प्रहरी सहायक हवलदार, अप्सन डी प्रहरी नायब निरीक्षक। साथीहरु यसको सही आन्सर रहेको छ अप्सन बी प्रहरी सहायक हवलदार। त्यसैगरी प्रश्न नम्बर 3 मा रहेको छ प्रहरी प्रधान कार्यालय कुन ठाउँमा पर्दछ? अप्सन ए काठमाडौँ नक्साल, अप्सन बी काठमाडौँ महाराजगञ्ज, अप्सन सी विराटनगर, अप्सन डी पोखरा। साथीहरु यसको सही आन्सर रहेको छ अप्सन ए काठमाडौँ नक्साल। त्यसैगरी प्रश्न नम्बर 4 मा रहेको छ ट्राफिक लाइट हरियो बल्दा सवारी चालकले के गर्नुपर्छ? अप्सन ए सवारी बायाँ मोड्नुपर्छ, अप्सन बी सवारी दायाँ मोड्नुपर्छ, अप्सन सी सवारी रोक्नुपर्छ, अप्सन डी सवारी चलाउनुपर्छ। साथीहरु यसको सही आन्सर रहेको छ अप्सन डी सवारी चलाउनु पर्दछ। त्यसैगरी प्रश्न नम्बर 5 मा रहेको छ जेब्रा क्रसिङ भन्नाले के बुझिन्छ? अप्सन ए पार्किङ स्थान, अप्सन बी यात्रु चढाउने स्थान, अप्सन सी पैदल यात्रीले बाटो काट्ने ठाउँ, अप्सन डी यात्रु ओह्राल्ने ठाउँ। साथीहरु यसको सही आन्सर रहेको छ अप्सन सी पैदल यात्रीले बाटो काट्ने ठाउँ। त्यसैगरी प्रश्न नम्बर 6 मा रहेको छ खुकुरी डण्डा क्रस कुन प्रहरीको दर्जा हो? खुकुरी डण्डा क्रस कुन प्रहरीको दर्जा हो? अप्सन ए प्रहरी वरिष्ठ उपरीक्षक, अप्सन बी प्रहरी निरीक्षक, अप्सन सी प्रहरी वरिष्ठ निरीक्षक, अप्सन डी प्रहरी निरीक्षक। साथीहरु डबल परेछ एउटै आन्सर। साथीहरु यसको सही आन्सर रहेको छ प्रहरी निरीक्षक अप्सन बी एन्ड डी दुवै है त। त्यसैगरी प्रश्न नम्बर 7 मा रहेको छ प्रहरी जवानले कुन कार्यालयमा काम गर्नुपर्दछ? अप्सन ए प्रदेश कार्यालय, अप्सन बी प्रहरी चौकी, अप्सन सी जिल्ला प्रहरी कार्यालय, अप्सन डी माथिका सबै। साथीहरु यसको आन्सर चाहिँ तपाईहरु कमेन्ट गर्नु होला है त। यदि आएन भने म आन्सर लेखिदिउँला है त। त्यसैगरी प्रश्न नम्बर 8 मा रहेको छ नेपाल प्रहरीमा श्रेणीविहीन पद भन्नाले कुन पदलाई जनाउँछ? अप्सन ए प्रहरी हवलदार, अप्सन बी प्रहरी निरीक्षक, अप्सन सी प्रहरी कार्यालय सहयोगी, अप्सन डी प्रहरी जवान। साथीहरु यसको सही आन्सर रहेको छ अप्सन सी प्रहरी कार्यालय सहयोगी। त्यसैगरी प्रश्न नम्बर 9 मा रहेको छ नेपाल प्रहरीमा कति किसिमका विधाहरू पाइने प्रावधान छ? अप्सन ए 8 किसिमका, अप्सन बी 10 किसिमका, अप्सन सी 9 किसिमका, अप्सन डी 12 किसिमका। साथीहरु यसको सही आन्सर रहेको छ अप्सन ए 8 किसिमका। त्यसैगरी प्रश्न नम्बर 10 मा रहेको छ नेपाल प्रहरीको विधामा निम्नमध्ये कुन विधा पर्दैन? अप्सन ए क्रिया विधा, अप्सन बी घुम्न जाने विधा, अप्सन सी बिरामी विधा, अप्सन डी अध्ययन विधा।